हजुरहरू सम्पूर्णमा एकचोटि फेरि नमस्कार गर्न चाहे। आज म एउटा विनम्र तर गम्भीर आग्रह लिएर आएको छु। पुरै सुनेर प्रतिक्रिया दिनुहोला। यदि म गलत छु भने मलाई गाली गर्न सक्नुहुन्छ र सुधार्नुहुनेछ भने मलाई पूर्ण आशा छ। हस्, धन्यवाद। 3 वर्षकी अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य र अमानवीय अपराधले एउटा आम नागरिकको मात्रै मन होइन, मानवताको अन्तर्मन नै हल्लिएको छ। यति सानी बालिकामाथि यस्तो क्रूरता कसरी हुन सक्छ? सोच्दा मात्र पनि मुटु चिरिन्छ, मन आक्रोशले भरिन्छ। सबैको मन रोइरहेको छ, देशभरि विदेशभरि। गरिमाको तस्बिर सामाजिक सञ्जालमा नफैलाउँ कृपया, बरु गरिमाका लागि न्यायको आवाज फैलाउँ। त्यो अबोध अनुहारलाई बारम्बार सामाजिक सञ्जालमा राखेर हामी फेरि अन्जानमै उनको पीडालाई बार सार्वजनिक गरिरहेका छौँ। हामीलाई त्यो एउटा तस्बिर वा खबर हुन सक्छ, तर आफ्नो सन्तान गुमाएका आमा बुबाका लागि त्यो आफ्नै मुटुको टुक्राको पीडादायी सम्झना हो। सामाजिक सञ्जाल खोल्दा त्यही तस्बिर बारम्बार देख्नु पर्दा उनीहरूको घाउ कति बल्झिन्छ होला। एकचोटि आफ्नो ठाउँमा बसेर सोच्नु होला। हाम्रो सहानुभूति यस्तो नहोस् जसले पीडित परिवारलाई अझै थप पीडा दिँदै जाओस्। गरिमा हाम्रो सहानुभूति प्रदर्शन गर्ने सामग्री होइन नजुर। उनी सम्मान, न्याय र संवेदनशील स्मरणकी हकदार हुन्। त्यसैले उनको तस्बिरभन्दा ठुलो न्यायको आवाज बनाऊ। बच्चीको लासमाथि कृपया राजनीति नगरौँ। अर्को गम्भीर आग्रह राजनीतिक दलहरू र राजनीतिक नेतृत्वसँग पनि म गर्न चाहन्छु। म कुनै सरकारको पक्ष या विपक्षमा उभिएर यो कुरा गरेको पक्कै होइन। मेरो आवाज कुनै दलको समर्थन वा विरोधको लागि हुँदै होइन। यो एउटा नागरिकको विवेक, पीडा र न्यायप्रतिको आग्रह हो। म सधैँ जुनैसुकै सरकार आओस् आवाज उठाउँदै आएको छु, चाहे त्यो तपाईहरु समक्ष पुगोस् नपुगोस्, सरकार समक्ष पुगोस् नपुगोस्। कृपया गरिमाको मृत्यु र उनको परिवारको पीडालाई दलगत राजनीतिको हतियार नबनाऊ। आज सामाजिक सञ्जालमा एक अर्कालाई दोषारोपण गर्ने, सरकारलाई गाली गर्ने र घटनालाई पार्टीगत स्वार्थ अनुसार व्याख्या गर्ने प्रवृत्ति पनि धेरै देखिन थालेको छ। सरकार जस्तोसुकै होस्, जुनसुकै होस्, सत्ता जुनसुकै दलको होस्, एउटी अबोध बालिकाको मृत्यु कुनै दलमाथि राजनीतिको फाइदा उठाउने विषय बन्नै हुँदैन। यसको अर्थ सरकारलाई प्रश्न गर्न नहुने भनेर मैले भनेको होइन। सरकार जिम्मेवार छ भने उसले जवाब अवश्य दिनुपर्छ। यो सरकारको कर्तव्य हो र हाम्रो अधिकार हो। तर हिजो सत्ता र शासनमा रहेका दलहरूले पनि आफ्ना पालामा बालबालिकामाथि महिलाको सुरक्षाको लागि के गरे, के गर्न सकेनन्, त्यसको जिम्मेवारीबाट उम्किन मिल्छ र? वर्षौंदेखि शासन गर्नेहरूले समस्या समाधान गर्न नसकेको यथार्थलाई बिर्सेर आज नयाँ सरकारलाई मात्र गाली गर्नु पनि त न्याय होइन। सरकार फेरिँदैमा विगतको जिम्मेवारी मेटिँदैन हजुर, र नयाँ सरकारलाई जिम्मेवार बनाउँदैमा पुराना कमजोरी तपाईहरूले बिर्सन पटक्कै मिल्दैन। नमिता, सुनिता, निर्मला, इनिसा नामहरू धेरै छन्, पीडाहरू अनेक छन्। निर्दोष छोरीहरू नरपिचासहरूको निर्ममताको शिकार बनिरहेका छन्। घटना फेरिन्छ, ठाउँ फेरिन्छ, अनुहार फेरिन्छ, तर कथा उही रहन्छ। कतिपय पीडा त समाजको डर, सामाजिक प्रतिष्ठाको चिन्ता, परिवारमाथि आइपर्न सक्ने लान्छना र भोलि कसरी बाँच्ने भन्ने बाध्यताको कारण आजसम्म आवाज बन्नै पाएका छैनन्। कति पीडा प्रहरीसम्म पुगेकै छैनन्। कति घटना समाचार बन्नु अघि नै परिवारभित्र दबाइएका छन् र कति छोरीहरूको मौन आँसुको कुनै अहिलेसम्म अभिलेखसम्म रहेको छैन। त्यसैले यो कुनै एउटा घटना वा सरकारको प्रश्न मात्र होइन। यो हाम्रो राज्य, हाम्रो कानुनी व्यवस्था, हाम्रो सामाजिक चेतना र हाम्रो सामूहिक जिम्मेवारीको प्रश्न हो। हामीले अब नाम गर्ने होइन हजुर, नाम फेर्नुपर्ने अवस्था चाहिँ त्यसकै अन्त्य गर्ने बाटो खोज्नुपर्छ। गरिमाको मृत्यु फेरि अर्को गरिमाको प्रतीक्षा गर्ने नियति नबनोस्। एउटी छोरीको पीडा अर्को छोरीको भविष्य नबनोस्। सत्ता बदलिँदैमा अपराधको समस्या जन्मिएको होइन। यो हाम्रो राज्य व्यवस्था, कानुनी कार्यान्वयन र सामाजिक चेतनासँग जोडिएको यो दीर्घकालीन समस्या हो। यो आजको समस्या होइन।
त्यसैले आजको आवश्यकता एक अर्कालाई दोषारोपण गरेर होइन, राजनीतिक अङ्क बढाएर होइन, आजको प्रश्न कुन पार्टी दोषी मात्र होइन, आजको प्रश्न हो अब बालबालिकालाई कसरी सुरक्षित बनाउने, नारीलाई, महिलालाई कसरी सुरक्षित बनाउने। विपक्षी दलले सरकारलाई खबरदारी गरोस्, सरकारले जिम्मेवारी पूरा गरोस्, नागरिक समाजले दबाव सिर्जना गरोस्, तर गरिमाको लासमाथि राजनीति स्वार्थको झण्डा नओढाउँ। हाम्रो आक्रोश न्यायमा बदलियोस्। आज हामीभित्र उठेको आक्रोश गलत होइन, तर त्यो आक्रोश हिंसामा चाहिँ पक्कै पनि परिणत हुँदैन है। त्यो चाहिँ न्यायमा परिणत हुनुपर्छ। अपराधमा संलग्न व्यक्तिलाई कानुनको कठघरामा उभ्याएर अनुसन्धान निष्पक्ष हुनुपर्छ, प्रभावकारी र पारदर्शी हुनुपर्छ। कुनै पनि राजनीतिक, सामाजिक या अन्य प्रभावका कारण दोषी उम्किन पटक्कै नपाओस्। यसपालि कमसेकम यो सरकारसँग यसपालि सबै जनताको आशा बाँधिरहेको छ। कुनै पनि दोष प्रमाणित भएमा प्रचलित कानुन बमोजिम कडा कारबाहीको सजाय सुनिश्चित गरियोस्। यसो भन्दैमा अलिकति जेल र अलिकति आर्थिक सजाय दिएर होइन, फेरि पनि उनीहरूलाई, अपराधीलाई नै पनि हिम्मत दिने खालको कानुन पक्कै बन्न हुँदैन। अब हाम्रो प्रतिशोधको माग होइन, न्याय हो। हाम्रो आवाज हिंसाको लागि होइन, कानुनको प्रभावकारी कार्यान्वयनको लागि हो। अपराधीलाई कानुनी दायरामा ल्याऊ सरकार, दोषीलाई उन्मुक्ति नदेऊ। बालबालिकाको सुरक्षा सुनिश्चित गर, कानुनको कडा र निष्पक्ष कार्यान्वयन गर। यस्ता अपराध दोहोरिन नदिने वातावरण र कानुन बलियो बनाऊ। आज गरिमाको लागि उठेको आवाज केवल एक गरिमाको लागि होइन, यो भोलि कुनै अर्की छोरी, नातिनी, बहिनी वा बालबालिकाले यस्तै पीडा भोग्न नपरोस् भन्ने आवाज हो। गरिमाको तस्बिर सामाजिक सञ्जालमा फैलाएर यो पक्कै पनि हुँदैन। गरिमाको लागि न्याय सुनिश्चित गराएर हामीले आफ्नो समवेदना प्रमाणित गरौँ। श्रद्धाञ्जली दिँदैमा हुँदैन, आवाज उठाउँदैमा हुँदैन। साँचो श्रद्धाञ्जली त्यही हुन्छ जब न्यायको लागि हामी सही तरिकाले आवाज उठाउँछौँ। गरिमा छोरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त आमा बुबा तथा परिवारप्रति मेरो गहिरो समवेदना छ। निष्पक्ष अनुसन्धान गर सरकार, दोषीलाई कानुनको कठघरामा उभ्याऊ, कानुन कडा बनाऊ र कडाइका साथ लागू गर। बालबालिकाको सुरक्षा सुनिश्चित गर, महिलाको सुरक्षा सुनिश्चित गर र अब कुनै गरिमाले यस्तो पीडा भोग्न नपरोस्। जीवनसँग हार खाएर अग्नि दाह गरेर मर्नेहरूको लागि बन्ने कानुन त छँदैछ, तर सबैभन्दा पहिला बाँच्न चाहने र अरूको अपराध र अन्यायले मर्ने बालबालिका, युवा पिँढी, महिला सबैलाई पहिला कानुन बलियो ल्याएर सुरक्षा गर सरकार, मेरो यो अन्तिम आग्रह छ।